बद्रीनाथ चारधाम यात्रामा तपाईहरुलाई स्वागत छ। जति पनि तीर्थालु महानुभावहरु आउनु भएको छ। यो चाहिँ बद्रीनाथ धामको सिनहरु देख्न सक्नुहुन्छ तपाईहरुलाई। मेरो चाहिँ फर्स्ट ब्लग रहेको छ र बद्रीनाथदेखि स्टार्टिङ सुरु गरिरहेको छु। देख्न सक्नुहुन्छ तपाईहरु बद्रीनाथ धामको मन्दिर। यो हो बद्रीनाथ धाम मन्दिर। साइडमा देख्न सक्नुहुन्छ माडा साइडको यो चाहिँ चोक बद्रीनाथ भ्याली भित्रको है। तपाईहरुले देख्न सक्नुहुन्छ पहाडहरु यति राम्रो छ यहाँको। कृपया च्यानलमा बनिराख्नुस् र तपाईहरुले यस्तै भिडियोहरु तपाईहरु सामु पुर्याउने कोसिस गर्नेछु र देख्न सक्नुहुन्छ तपाईहरु हिमाल यस्तो छ यहाँको नीलकण्ठ हिमाल हो है यो चाहिँ। हेलो साथीहरु, के छ खबर? तपाईहरु पक्कै पनि सन्चै हुनुहुन्छ होला र म नि ठिकै छु र मेरो यो फर्स्ट ब्लग चाहिँ रहेको छ र बद्रीनाथदेखि म ब्लगिङ सुरु गरिरहेको छु। मेरो घर चाहिँ जुम्ला तातोपानी हो र तपाईहरुलाई यहाँको डिटेल दिउँ र केही कुरा तपाईहरु सिक्नुहोस् भनेर चाहिँ फर्स्ट चोटी भिडियो भिजिट गर्दैछु र तपाईहरुलाई कस्तो लाग्छ भिडियोलाई प्रतिक्रिया लाइक सब्स्क्राइब अनि मन परेमा कमेन्ट पनि गरिदिनु होला तपाईहरुले। र यहाँको प्रोसेस यो धाममा कसरी आउन सक्नुहुन्छ, यहाँ के कस्तो छ भन्ने कुराहरु सबै तपाईहरुलाई डिटेल दिने गर्छु र म धाममा आउँदाखेरि के कस्तो प्रोसेस गर्नुपर्छ भन्ने सबै भिजिटिङ तपाईहरुलाई डिटेल दिने गर्छु। जति पनि साथीहरुले सामाजिक सञ्जालबाट मेरो भिडियो देख्नु भएको छ कृपया च्यानललाई सब्स्क्राइब गरेर राखिदिनुहोस् है। तपाईहरुको साथ नै मेरो हौसला हुनेछ।